छु कि त मायाको भाङ छेनी मायाको भाङ छेनी गोरु जस्तै झुक्दै छन् बान्छे नि माया जान्छु झिम झिम सानो नझिकाउ परेली भोकै हुन्छु मायाको भाङ छेनी मायाको भाङ छेनी गोरु जस्तै झुक्या छन् बान्छे नि माया झल हुन्छु झिम झिम सानो नझिकाउ परेली भोकै हुन्छु झिम झिम सानो नझिकाउ परेली भोकै हुन्छु अनुरोध गर्न चाहन्छु। पैसा कति त्यसै गरी मञ्चमा आसीन हुनुभएका अतिथिज्यू राजेन्द्र नेउपानेज्यूलाई कार्यक्रम अतिथिको आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। त्यसै गरी तारकेश्वर गाउँपालिकाका अतिथि रामरी नेउपानेज्यूलाई आसन ग्रहणको लागि अनुरोध गर्दछु। यस मेलालाई एकीकृत गर्दै यहाँसम्म ल्याउन महत्त्वपूर्ण सहयोग गर्नुभएका आदरणीय जनकराज ढुङ्गानाज्यूलाई मेलाका संस्थापक जनकराज ढुङ्गानालाई अतिथिको आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। बलराम आले मगरज्यूलाई आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। ज्ञानबहादुर बखरेललाई आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। तोरणबहादुर साई, रेशमलाल श्रेष्ठ, शिवबहादुर अधिकारीज्यूलाई आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु र सीता खतेवडाजीलाई आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। यसै गरी पूर्व अध्यक्ष भोजबहादुर भण्डारीज्यूलाई आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। आदरणीय दर्शक महानुभावहरू, हाम्रो यो दोस्रो हल गोरु जो शोभितमान श्रेष्ठ र लक्ष्मण प्रधानको गोरुबीच प्रतिस्पर्धा भइरहेको छेउकै लक्ष्मण प्रधानको गोरुबीच भिडन्त भइरहेको छ। हामीसँग 23 हल गोरु छ। अहिले यो दोस्रो हल गोरु जुन्ने क्रम जारी छ। हामीसँग प्रमुख अतिथि माननीय सांसद नारायण प्रसाद खतेवडा हाम्रो माझ आइसक्नु भएको छ। त्यसै गरी अर्को प्रदेश सभाका सदस्य हिरनाथ खतेवडा पनि हाम्रो नजिकै आइसक्नु भएको हामीलाई जानकारी भइसकेको छ। हामीसँग विभिन्न प्रतिनिधिहरू आउने क्रम जारी छ। त्यसै कारण हाम्रो यो मेला जो 77 साल माघ 1 गते तपाईलाई अवगत छ, यो कोभिडको कारणले हामीले यो मेलालाई भव्य र सभ्य बनाउनु भन्दा पनि हाम्रो यो पहिचानलाई तारकेश्वरको यो तारुकाको पहिचान 2062 सालदेखि हामी अवरोध तरिकाले तपाईहरुको माझ अनि एकचोटि तपाई मञ्चमा आएर मदन र
भोजराज गुरुङलाई भेटिदिनुहोस् किनकि उहाँले तपाईँलाई खोजिरहनु भएको छ। गाजाले पढाएर छ ल, गाजाले चाहिँ पहिले हराइदियो। साथीहरू, गोरुको जोरदार भिडन्त सुरु भइरहेको छ। हाम्रो आयोजक बिना जानकारी नगराइकन यहाँले ड्रोन क्यामेरा उडाउनु भएको जानकारी प्राप्त भएको छ। तपाईँहरू कि आयोजकसँग समन्वय गर्नुहोला, अन्यथा यो ड्रोन क्यामेरा बन्द गर्न आग्रह गर्न चाहन्छु। प्रशासनको अनुमति बिना यो ड्रोन क्यामेरा उडाउन निषेध गरिएको छ र तपाईँहरूको क्यामेरा प्रशासनले कब्जा गर्न सक्छ। त्यस कारणले गर्दा आयोजकलाई जानकारी गराएर ६५ देखि आज ७७ सम्म आइपुग्दा यो अत्यन्त ७२ सालसम्म बालक अवस्थामा रह्यो यो संस्था। सबैले हामीले नयाँ भाषा पढाउन खोज्यौँ, नयाँ शिक्षा बुझाउन खोज्यौँ। हामी सबै राजनीतिक कर्मीहरूले आफ्ना आफ्ना भाषा यो सानो सानो संस्थालाई पढाउन खोज्यौँ, तर कसैले भाषा पढाउन सकेनौँ। जब 2072 सालमा आइसकेपछि यसले व्रतबन्ध गराउन हामी सफल भयौँ। यो हाम्रो आधिकारिक संस्था हो भनेर राज्यमा दाबी गर्न सक्ने गरी हामीले संस्था दर्ता गऱ्यौँ। त्यो चरणसम्म हामीले एउटै भाषा बोल्न सकेनौँ, त्यो भन्नै पर्छ। त्यसमाथि पनि सञ्चारकर्मी मित्रहरू हुनुहुन्छ। कुनै वर्ष हामी सबै गोरुको थन्कामा बसेका थियौँ निम्ति भनेर एउटा सम्झौता गरेका थियौँ। त्यो सम्झौतालाई हामीले कार्यान्वयनमा लान सकेनौँ। त्यो तत्त ठाउँमा छ, त्यो लामो समय म लिन चाहन्न। अबका दिनदेखि महिनाको एकपटक किसान दाजुभाइहरूको पहिलो आफूले मान खोज्नु छ भने, मर्यादा लिनु छ भने उहाँहरू महिनाको एकपटक माघे सङ्क्रान्तिको मेलाको विषयमा एउटा कार्यालय सञ्चालन गरेर